गाइज होइन आफ्टर अप्पर मुस्ताङ टुर पछि चाहिँ मेरो कन्डिसन यस्तो होइन अक्सिजन लाएर बस्नु पर्यो र मेरो सब्सक्राइबर अनि मेरो अरू फ्यामिलीहरूलाई यति भन्न चाहन्छु कि एल्टिट्युड जाँदाखेरि चाहिँ एल्टिट्युड सिकनेसको औषधि खानु होला अनि प्लस एल्टिट्युड सिकनेस हुने बित्तिकै त्यो गाह्रो हुने बित्तिकै अक्सिजनहरू या अक्सिजन मिटरहरू सबै चेक गरेर प्रिकसन दिनु होला नसकी नजानु होला होइन अनि अक्सिजन पनि बोकेर जानु होला मेन चिज चाहिँ पोर्टेबलवाला अक्सिजनहरू पाउँछ त्यसले गरेर चाहिँ गाह्रो हुनसक्छ सास फेर्न सो यो चाहिँ हाम्रो रेस्पिरेटरी मेसिन जसले चाहिँ हाम्रो सासलाई एकदम राम्रो इन्हान्स गराउँछ त्यसरी त्यहाँदेखिवाला यो यसले पनि हाम्रो ब्रिदिङलाई राम्रो गराउँछ सो स्टे सेफ होइन अनि हाइएस्ट एल्टिट्युडमा जाँदाखेरि चाहिँ मेरो एउटै मात्रै सजेसन छ किप योर सेल्फ वार्म अनि अक्सिडाइज अनि इन्जोय एम्बुलेन्सको सफर नै गरियो होइन अपर मुस्ताङ गएर लिफ्ट पाइयो इमर्जेन्सीको के अरे एम्बुलेन्समा चढ्नु पाएर होइन व्हिलचेयरमा बसेर अक्सिजन नपुगेर सर हजुरले जान अगाडि अल्टिट्युड सिकनेसको औषधि खानु भएन अल्टिट्युड सिकनेस हुन्छ जस्तो लागेको छैन मलाई तर त्यहाँ पुगेपछि चाहिँ भयो होइन अब खाना चाहिँ औषधि खाएन मैले